ल आज हामीसँग हाम्रो एकजना भाइ हुनुहुन्छ जसको अस्ट्रेलियाको भिसा आइपुगेको छ। तपाईँलाई कस्तो लाग्यो भिसा आइपुग्दाखेरि? कस्तो फिल गर्नुभयो? सोच्दै नसोचेको कुरा भयो पहिला त, किन अलिकति सबै कुराबाट मलाई त चान्स नै थिएन जस्तो लागेको। होइन त्यही पनि रिक्स लिउँ भनेर एउटा गाइडेन्सको साथमा हामी अघि बढाएको थियौँ। पहिला त विश्वास लागेको थिएन, त्यही भएर मैले हामीले भिजा ग्रान्डेड भन्नाले साँच्ची भनेर सोधेको थिएँ। अझै पनि विश्वास लागेको छैन, तर पनि अब आएपछि धेरै खुसी लाग्दो रहेछ, खुसी लागेको। अब विश्वास त छैन भन्नुभयो, तर फेरि पर्सि 5 तारिकको टिकट पनि छ भन्नुहुन्छ होइन? अनि त्यतिखेर अलि धुकधुक हुँदैन मनमा? अनि त्यो त भइहाल्छ कि, अब त्यो त भइहाल्छ। जस्तो तपाईँले बिचमा हामीसँग लामो समयदेखि तपाईँ यहाँ आज प्रिपरेसन पनि गर्नुभयो होइन? त्यो सँगसँगै तपाईँले युएसएको फर्स्ट पहिलो पार्ट हुँदा हामीले युएस आएर होइन, युएस पनि अप्लाई गर्नु अनफर्चुनेटली हामी त्यसमा सक्सेस हुन सकेनौँ। त्यसपछि पनि निरन्तर हामीलाई ट्रस्ट गरेर फेरि अस्ट्रेलियाको लागि पनि त्यो एउटा फेलरबाट अर्को सक्सेसमा आइपुग्दाखेरि कस्तो फिलिङ हुँदो रहेछ? होइन एउटा अब एकदम खुसी लाग्यो। पहिला त खुसी त लागि नै हाल्छ, एउटा फेलियरबाट सक्सेसमा आयो। तर त्यो फेलियरबाट सक्सेसमा आउनलाई जुन साथ तपाईँहरूले दिनुभयो र जुन हिसाबको गाइडेन्स दिनुभयो त्यो चाहिँ एकदम राम्रो लाग्यो। त्यो चाहिँ एकदम खुसी लाग्यो। जस्तै मलाई एउटा क्लाइन्टको हिसाबमा नहेरिकन दाजुभाइको नाताले होइन, आफूले जसरी राति हुन्छ बिहान हुन्छ जतिखेर मैले मेसेज गर्दा कल गर्दा उठाएर यस्तो यस्तो गर्ने हो भाइ, ल यसरी गरौँ भनेर हजुरले जुन हिसाबमा हजुरहरूको टिमले मलाई साथ दिनुभयो त्यो चाहिँ एकदम राम्रो लाग्यो। त्यो चाहिँ एकदम खुसी छु। ओके, अब तपाईँले अलिक पढ्न जान खोज्नुभएको थियो डिप्लोमा लिमिटेड एडभान्टेज कोर्स हो, तपाईँको जीवनको लक्ष्य जस्तो अहिलेलाई त डिप्लोमा लेभलबाट भयो, के छ फ्युचरमा त के बन्ने लक्ष्य राख्नुहोस्? अब पछि स्टडी त अब चाहिँदै हाल्यो, स्टडीलाई त कन्टिन्यू गरिरहेको थिएँ। मास्टर्स पिएचडी कतिसम्म अब आफूले जुन फिल्ड पढ्यो आइटीले पढाएको छ, आइटी टेक्निसियन आइटी अफिसर त्यसले सोध्छ। ओके, अब तपाईँ जस्तै होइन धेरैजना मान्छे चाहिँ आउनुहुन्छ हामी त अप्लाई गर्नु। तपाईँले अस्ट्रेलियाको अप्लाई गर्दाखेरि फाइनेन्सियल डिफिकल्टी चाहिँ कतिको भेटाउनु? जस्तो डकुमेन्ट यो पुग्दैन भनिन्छ, त्यसको लागि यसको सोर्स चाहियो, यसको विभिन्न कुरा पुऱ्याउनु पर्छ। त्यसमा तपाईँलाई कति डिफिकल्टी भयो त्यो डकुमेन्ट फुलफिल गर्नलाई? होइन डकुमेन्ट बनाउनु त डिफिकल्टी नै छ, तर त्यो डिफिकल्टलाई चाहिँ कसरी पोसिबल बनाउने भनेर जुन हिसाबमा हजुरले साथ दिनुभयो त्यो चाहिँ राम्रो भयो। जस्तै जुनसुकै कुरामा पनि एउटा गाइडेन्स चाहिएको हुन्छ। हामीले जुनसुकै डकुमेन्ट वर्कै डकुमेन्ट बनाउँदाखेरि यो फर्मेट हुन्छ, यसरी गर है भन्नुभयो होइन। फाइनेन्सियल डकुमेन्टमा पनि यो हिसाबमा यसरी मिलाउँ, यसरी हुन्छ, फेक नगरौँ, जेन्युन छ हाम्रो यो कुराबाट हुन्छ भन्ने कुरालाई तपाईँले जसरी एउटा जेन्युन गाइडेन्स दिनुभयो त्यो चाहिँ राम्रो लाग्यो। त्यसपछि चाहिँ हामीलाई सहज भयो। भनेपछि त्यति धेरै डिफिकल्टिजहरू भोग्नु परेन। अहिले त तपाईँको भिसा पनि ग्रान्ड भइरहेको छ, खुसी पनि हुन्छ, लगती 5-6 जाने तयारी पनि गर्दै हुनुहुन्छ। अब तपाईँ जस्तै अरू जो स्टडी एब्रोडको लागि इन्ट्रेस्टेड हुनुहुन्छ उहाँलाई के म्यासेज दिन चाहनुहुन्छ? होइन बाहिरै पढ्न जानुपर्छ, यता नेपालमा पढेर काम छैन होइन, बाहिर गएपछि आफ्नो एउटा फ्युचर हुन्छ। तर कहाँबाट गर्ने र कुन हिसाबमा गर्ने भन्ने चाहिँ आफूले विचार गर्नु पऱ्यो। एउटा जेन्युन गाइडेन्स खोज्नु पऱ्यो होइन, सबैतिर खोज्दै मजाले जेन्युन गाइडेन्स खोज्दै सकेसम्म चाहिँ रियाक्सन नेपालबाटै गर्ने। ओके, धन्यवाद तपाईँको यो अमूल्य समयको लागि। फेरि पनि हामी तपाईँलाई हार्टली कङ्ग्रेचुलेसन गर्छौँ। तपाईँको होटल भविष्य सुखमय रहोस्। एज अ म्यानेजिङ डाइरेक्टर र एज वेल एज रियाक्सनको फ्यामिली तपाईँको उत्तर प्रगतिको कामना गर्दछु। धन्यवाद। थ्याङ्क यू सर।